सो हेलो एभ्रिवान वेलकम ब्याक र आजको यस भिडियोमा चाहिँ हामीले पुरै कम्प्लिट काताकाना चाहिँ हेर्नेछौँ र हिरागाना चाहिँ हामीले फर्स्ट भिडियोमा अलरेडी हेरिसकेछौँ। यदि तपाईँले चाहिँ हेर्नु भएको छैन भने डिस्क्रिप्सनमा चाहिँ लिङ्क हालिदिनेछु, त्यहाँबाट गएर तपाईँहरू हेर्न सक्नुहुनेछ। सो हेर्नु आजको यस भिडियोमा चाहिँ सबै काताकाना लेटर्सहरूलाई हामी चाहिँ बुझ्नेछौँ र जापानिजमा कसरी लेख्न सकिन्छ त्यो कुराहरू सबै सिक्नेछौँ। सो हेर्नु भिडियोलाई सुरु गरौँ। सो पहिलो काताकाना अल्फाबेट रहेको छ आ, त्यसपछि इ, उ, ए र ओ। यदि तपाईँले चाहिँ हिरागानाको भिडियो चाहिँ हेर्नु भएको छ भने त्यो सबै काकी कुकेको त्यो सबै के हुन्छ भने काताकानामा पनि सेम नै हुन्छ, मात्र हिरागानामा चाहिँ जापानिजमा अर्को लेटर लेखिन्छ र काताकानामा चाहिँ जापानिजमा चाहिँ अर्को लेटरले चाहिँ लेखिन्छ। यही सबै आ इ उ ए ओ काकी कुकेको यही सबैलाई चाहिँ हामीले हिरागानामा लेख्दा चाहिँ अर्को तरिकाले लेखिन्छ र काताकानामा लेख्दा चाहिँ अर्को तरिकाले लेखिन्छ। सो हामीले चाहिँ हिरागानाको अलरेडी हेरिसकेछौँ। यदि तपाईँले चाहिँ हेर्नु भएको छैन भने डिस्क्रिप्सनमा चाहिँ लिङ्क छ, तपाईँ त्यहाँबाट गएर हेर्न सक्नुहुनेछ। र यो काताकाना चाहिँ हिरागाना भन्दा चाहिँ मलाई अलिक सजिलो नै लाग्छ। सो र आलाई चाहिँ हामीले यसरी लेख्न सक्छौँ, सिम्पल के भयो आ, यस्तो गरेर अनि यस्तो आलाई चाहिँ हामी यसरी लेख्न सक्छौँ र इलाई चाहिँ सिम्पल यस्तो अलिकति टी जस्तो गरेर लेख्दा चाहिँ यो के भइहाल्छ, इ भइहाल्छ। अनि उलाई चाहिँ लेख्दा यसरी सिम्पल घुमाइदिनुपर्छ अनि माथि एउटा यसरी हालिदिने, यो हुन्छ उ, यो उ भइहाल्यो। अनि ए लेख्दा चाहिँ सिम्पल आई लेखिदिन्छु, यसरी के भयो ए, आई लेखिदिन्छु, यो ए भइहाल्यो। अब ओ लेख्नको लागि चाहिँ हामीले सिम्पल यस्तो गर्छौँ र अलिकति यो तानेर अनि यतापट्टि त्र जस्तो यसरी गरिदिन्छौँ, यो भइहाल्यो ओ, ओ। अब काकी कुकेको जुन हामीले हिरागानामा हेरेको थियौँ त्यही सेम हुन्छ, तर काताकानामा चाहिँ अलि डिफ्रेन्ट तरिकाले चाहिँ लेखिन्छ। यो का कि कु के र को। अब यसले चाहिँ काताकानामा लेख्दा चाहिँ कालाई चाहिँ हामीले यसरी लेख्न सक्छौँ, का, नत्र तपाईँ पहिला यी धर्को तानेर यसरी पनि गर्न सक्नुहुन्छ, का 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 का। अब कि लेख्नको लागि चाहिँ सिम्पल हामीले यसरी दुईवटा धर्को तानिन्छ, यसो गरेर यो के भ्याल्यु कि कि। कु लेख्नको लागि चाहिँ सिम्पल अलिकति एच जस्तो गर्छ, तर अलिकति यो बढी झुकेको हुन्छ, यसरी भ्याल्यु कि। कु लेख्नको लागि यसै सेममा चाहिँ यहीँनिर एउटा यसो तानिन्छ मात्रै, के भइहाल्यो कु भइहाल्यो। यसो अनि यहाँबाट यसो तानिदिँदा कु भइहाल्यो, सरी के भइहाल्यो, के के। अब को लेख्नको लागि चाहिँ सिम्पल यस्तो हामीले बिग ब्र्याकेट जस्तो बनाइदिन्छौँ, को। अब सा सी सु से सो, सा सी सु से र सो। सासी सु से सोलाई लेख्नको लागि चाहिँ काताकानामा हामीले यसरी र यसरी सा लेख्छौँ, यसरी र यसरी सा। र सी लेख्नको लागि चाहिँ हामीले यस्तो गर्छौँ र यो माथिबाट चाहिँ अलिकति यस्तो र यस्तो गरिदिन्छु, के भ्याल्यु सी भ्याल्यु, यस्तो र यस्तो। यहाँनिर चाहिँ अलिकति बढी ग्याप हुन्छ, यहाँनिर अलिक बढी ग्याप हुन्छ, यहाँभन्दा अलि बढी यहाँ यस्तो हुन्छ, सी भ्याल्यु, सरी सी भ्याल्यु। अब सु लेख्नको लागि चाहिँ सिम्पल हामीले यस्तो यसो जेड जस्तो गरेर यतापट्टि फेरि घुमाइदिन्छ अलिकति, सु सु। र से लेख्नको लागि चाहिँ यसो गरेर यता टी जस्तो मात्र यो अलिकति घुमाइदिनुपर्छ, यसरी से भ्याल्यु। र सो लेख्नको लागि चाहिँ त्यही सी सी जस्तै छ, तर अलिकति त्यही बिचमा हुन्छ र एउटा मात्र यस्तो थरको हुन्छ, यो अलि यस्तो हुन्छ, यो अलिकति कोफ्राको यस्तो, से से से। अब चाहिँ ता ची छु ते तो,
अब चाहिँ ता ची चु ते र तो। अब चाहिँ हामीले ता ची चु ते तोलाई चाहिँ हामीले काताकानामा लेख्नेछौँ। सो ता लेख्नको लागि चाहिँ सिम्पल यसो गर्छौँ र बिचमा चाहिँ यसरी एउटा धर्को तानिन्छौँ। यो के हुन्छ ता ता। अब ची लेख्नको लागि चाहिँ सिम्पल पहिला यसो सानो तान्छौँ, त्यसपछि यस्तो जे जस्तो गर्छौँ र यहाँबाट एउटा अलिक ठुलो, योभन्दा चाहिँ अलिकति ठुलो तानिन्छ यसरी। ची। अब चु लेख्नको लागि चाहिँ त्यही सी जस्तै नै छ, तर यहाँ चाहिँ अलिकति यहाँनिर चाहिँ बढी ग्याप हुन्छ, अलिकति यहाँ हल्का बढी र यहाँ चाहिँ अलिक कम हुन्छ। यहाँ हल्का बढी, यहाँ कम, हल्का बढी ग्याप, यता कम। के भ्यालु यो चु भ्यालु। अब ते चाहिँ लेख्नको लागि यसो गर्छौँ र यसो यो सानो यो ठुलो र त्यसपछि चाहिँ यस्तो सानो ठुलो, यस्तो सानो ठुलो र यो सानो ठुलो र यो के भ्यालु त ते भ्यालु। अब तो लेख्नको लागि चाहिँ सिम्पल अलिकति यो एच जस्तो गर्छौँ, तर यो चाहिँ सिधा हुन्छ, पुरै एच हुँदैन, यसो र यसो। के भ्यालु यो तो भ्यालु। अब आउँछ हाम्रो ना नि नु ने नो। ना नि नु ने र नो। अब यो नानी नुने नो चाहिँ लेख्नको लागि चाहिँ हामीले सिम्पल यसो गरिदिन्छौँ र उल्टा टी जस्तो ना भइहाल्यो, ना। र नि चाहिँ लेख्नको लागि सिम्पल एउटा धर्क र फेरि एउटा धर्क र फेरि एउटा धर्क। के भ्यालु यो नि। अब नो चाहिँ लेख्नको लागि हामीले सिम्पल यस्तो गर्छौँ र यहाँनिर बिचमा एउटा चाहिँ तानिन्छौँ, 7 जस्तो गर्छौँ र बिचमा एउटा तानिन्छौँ। के भ्यालु नु भ्यालु। र ने चाहिँ लेख्नको लागि फेरि अलिकति 7 जस्तै गर्छौँ र त्यो तल चाहिँ एउटा यसो तान्छौँ र यताबाट फेरि एउटा र माथि एउटा, यहाँ माथि एउटा सानो, तल एउटा र अलि एउटा यता, माथि एउटा, तल एउटा र अलि यता एउटा, माथि एउटा, तल एउटा र अलि यता एउटा। के भ्यालु ने भ्यालु। अब नो चाहिँ लेख्नको लागि सिम्पल रहेछ, यस्तो उल्टा सी जस्तो हल्का, यो नो भ्यालु। अब हा हि फु हे हो। हा हि फु हे र हो। हा हि फु हे होलाई चाहिँ काताकानामा लेख्दा चाहिँ हामीले हालाई चाहिँ सिम्पल यसरी लेख्न सक्छौँ, हा। के भइहाल्यो हा। अब हिलाई चाहिँ लेख्दा अलि यसो गरेर यतापट्टि उल्टा टी जस्तो नै छ, तर यो चाहिँ अलि यसरी आउँछ र यो यतापट्टि चाहिँ हुँदैन, यता मात्रै हुन्छ, हि हि। र फु चाहिँ लेख्दाखेरि सिम्पल यस्तो अलि गरिदिन्छौँ, 7 जस्तो छ अलिअलि, फु फु। र हे चाहिँ लेख्नको लागि सिम्पल हिरागानामा पनि हे चाहिँ सेम नै थियो यस्तै, सो यसलाई चाहिँ सेम नै काताकानामा पनि यसलाई चाहिँ सेम नै लेखिन्छ हे। र हो चाहिँ लेख्नको लागि चाहिँ हामीले यस्तो गरेर र यता यता एउटा तानिन्छौँ। के भ्यालु हो हो। त्यसपछि चाहिँ हाम्रो मा मि मु मे मो थियो। सुरुमा चाहिँ मा, त्यसपछि मि, त्यसपछि मे, सरी मु, मा मि मु, अनि मे, र त्यसपछि चाहिँ मो, मा मि मु मे मो। हा हि फु हे हो पछि चाहिँ मा मि मु मे मो थियो। हामीले अलरेडी चाहिँ यो सबै हिरागाना चाहिँ सिक्दाखेरि चाहिँ यो सबै हामीले हेरिसकेको थियौँ। सो मा मि मु मे मो। अब यसलाई चाहिँ काताकानामा लेख्दा यसलाई मालाई चाहिँ हामीले यसो गरेर यताबाट एउटा सानो तानिदिनुपर्छ। यो के भ्यालु मा, यसो गरेर अलिकति सानो यताबाट ताल्दिने, मा। अब मि चाहिँ लेख्नको लागि सिम्पल एउटा 3वटा यसरी धर्का तानिदिन्छौँ, मि। के भ्यालु मि मि। मु चाहिँ लेख्नको लागि चाहिँ हामीले
यसो गरेर यतैबाट अलिकति यसो सिम्पल दिन्छु र त्यसपछि यसैमा अलिकति यसो गरिदिन्छु। यसरी यतैबाट यो सिम्पल र यता एउटा यो मु मु मु। अब मे लेख्नको लागि चाहिँ हामीले सिम्पल अलिकति एक्स जस्तो दिन्छौँ, तर यो चाहिँ अलिकति बढी अलि यस्तो भएको हुन्छ है। यो अलि यस्तो हुन्छ र यो चाहिँ सिम्पल यता सिधा नै हुन्छ। मे 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 यो चाहिँ अलिकति मात्र यता बढी हुन्छ र यो चाहिँ सिधै हुन्छ। मे मो चाहिँ लेख्नको लागि सिम्पल एउटा दुईवटा यसरी धर्का तान्छु र त्यसपछि यताबाट यसो गरिदिन्छु। के भइहाल्यो मो भइहाल्यो दुईटा र यहाँबाट यसो दुईटा, यहाँबाट यसो दुईटा, यहाँबाट यसो दुईटा, यहाँबाट यसो यो या यु र यो। अब या यु योलाई चाहिँ काताका नाममा लेख्दा चाहिँ हामीले यालाई चाहिँ हामीले यसरी लेख्छौँ या या या। यो अलिक का जस्तै छ, तर कामा चाहिँ यो थिएन, तर यामा चाहिँ यो पनि आउँछ अलिकति यता साइडमा यो या। अब यु चाहिँ लेख्नको लागि हामीले सिम्पल वान जस्तो दिन्छु यसरी। के भयो यो यु 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 यु। अब यो चाहिँ लेख्नको लागि हामीले सिम्पल यस्तो उल्टा इ लेखिदिन्छौँ यो यो। र त्यसपछि आउँछ रा रि रु रे र रो। रा रि रु रे रो चाहिँ लेख्दाखेरि हामीले सिम्पल यसो पहिला तान्छौँ र यसो गरेर यसो गरिदिन्छु। के भयो रा यसो र फेरि एउटा तान्छु र यहाँबाट सिधा यसो गरिदिन्छु, फेरि एउटा र यसो रा भइहाल्यो। अब रि चाहिँ लेख्नको लागि सिम्पल छ, यसो गरेर र यो पनि फेरि यति दिन्छु र अलिकति यता गरिदिन्छु, यो अलिकति यता गरिदिन्छु, अलिकति यता गरिदिन्छु, रि भइहाल्यो। अब रु चाहिँ लेख्नको लागि यसो गर्छु र यताबाट चाहिँ योलाई चाहिँ अलिकति यता गरिदिन्छु, अलिकति यता गरिदिन्छु, यसलाई रु भइहाल्यो यो रु। रे चाहिँ लेख्नको लागि अब यो भागलाई मात्रै हामीले लेख्यो भने यो चाहिँ के भइहाल्छ रे भइहाल्छ रे रे। अब रो चाहिँ लेख्नको लागि हामीले सिम्पल एउटा बक्स बनाइदिन्छौँ रो। अब चाहिँ आउँछ वा र वो अनि न। वा वो वा र। अब वा चाहिँ लेख्दा हामीले सिम्पल अघि उ लेख्यौँ त्यस्तै लेख्छौँ यसरी, तर उमा चाहिँ यसो माथि एउटा थियो यसरी सानो लाइन, तर यो वामा चाहिँ यो मात्र हुँदैन र अरू यतापट्टि यो सेम नै हुन्छ। के भइहाल्यो यो वा वा। र वो लेख्नको लागि चाहिँ सिम्पल यो इ जस्तै छ, तर अलिकति यो डिफ्रेन्ट छ, अलिकति यसो हुन्छ यो अनि बिचमा यसरी, पुरै टोटली इ हुँदैन, अलिकति यसो हुन्छ। यो के भइहाल्यो वो। र अब लास्टमा चाहिँ एउटा रहेको छ न न भन्छ, त्यसलाई चाहिँ न भन्छ। न चाहिँ लेख्नको लागि हामीले सिम्पल यसो गर्छौँ र यसो गरिदिन्छौँ, न लेख्नको लागि यसो र यसो। के भइहाल्यो न। सो अब चाहिँ हामीले यसको केही रुल्सहरूको बारेमा कुरा गर्नेछौँ र यसको रुल्सहरू पनि सेम हामीले जुन हिरागानामा हेरेको थियौँ त्यस्तै सेम रुल्सहरू छ, पुरै हिरागानाकै रुल्सहरू छ, सेम टु सेम त्यस्तै रुल्सहरू छ। सो म चाहिँ यहाँ सर अब एक्सप्लेन मात्रै गरिदिनेछु र तपाईँ चाहिँ पहिला हिरागाना भिडियो हेर्नु भएको छैन भने तपाईँ चाहिँ त्यो पहिला राम्ररी हेर्नुहोस्, बुझ्नुहोस् र त्यसपछि यो सेम टु सेम त्यस्तै नै छ, अलिकति मात्रै डिफ्रेन्स छ यसमा, मात्रै यसको वर्डहरू मात्रै डिफ्रेन्ट हुन्छ र बाँकी रुल्सहरू चाहिँ सबै सेम नै हुन्छ हिरागाना जस्तै। सो यसको फर्स्ट रुल रहेको छ तेन तेन। अब तेन तेन भनेको चाहिँ यस्तो साइनलाई चाहिँ भनिन्छ, यो दुईवटा माथि हुन्छ त्यसलाई चाहिँ तेन तेन भन्छ। अब यो तेन तेन चाहिँ के हुन्छ भने का सा ता र हा,
का सा ता हा यो 4टामा चाहिँ तेन तेन मात्रै युज हुन्छ यो 4टामा। र यो कामा चाहिँ तेन तेन युज गर्यो भने गा हुन्छ, र किमा चाहिँ गर्यो भने गी, र कुमा चाहिँ गर्यो भने गु, र केमा चाहिँ गर्यो भने गे, र कोमा चाहिँ गर्यो भने गो हुन्छ। त्यसै गरी सामा चाहिँ तेन तेन युज भयो भने जा जी जु जे जो हुन्छ। सा सी सु से सोको ठाउँमा जा जी जु जे जो हुन्छ तेन तेन युज गरेर। यसमा चाहिँ अब तेन तेन युज गर्यो भने हाम्रो यो ता ची चु ते तो जुन छ त्यो चाहिँ चेन्ज हुन्छ हाम्रो दा जी जु दे दोमा। यो सबै हिरागाना जस्तै सेम टु सेम छ, मात्र यो काताकानाको वर्डहरू मात्रै डिफ्रेन्स छ। अब यो हा हि फु हे हो, हा हि फु हे होमा चाहिँ हामीले तेन तेनको युज गर्यो भने यो सबै के हुन्छ भने बा बी बु बे बोमा चेन्ज हुन्छ। हा हि फु हे हो बा बी बु बे बो। र अब सेकेन्ड रुल जुन रहेको छ त्यो चाहिँ रहेको छ मारु। अब मारु चाहिँ हा हि फु हे होमा चाहिँ मात्रै लाग्छ, र यस्तो मारु चाहिँ यो डिग्री जस्तो हुन्छ त्यसलाई चाहिँ भनिन्छ। र मारु चाहिँ हा हि फु हे हो यतिमा मात्रै लाग्छ। र हा हि फु हे होमा चाहिँ मारु लागिसकेपछि यो चाहिँ केमा चेन्ज हुन्छ भने पा पी पु पे पो। हा हि फु हे हो पा पी फु पे पोमा चाहिँ चेन्ज हुन्छ यो सबै, यसमा मारु लाग्यो भने। र थर्ड रुल छ हाम्रो स्मल या यु यो हिरागानामा पनि सेमै थियो र यसमा चाहिँ पनि सेमै छ, तर यसो काताकानाको वर्ड्सहरू मात्रै डिफ्रेन्स छ। सो यो चाहिँ के हुन्छ भने सबै भवल साउन्डहरूमा चाहिँ लाग्छ। र यो सानो या यो जुन छ त्यो चाहिँ ई साउन्ड आउने लेटरसँग मात्रै युज हुन्छ। जस्तै कि सी ची नि हि मी र री, यसमा के भन्छ भने स्मल या यु र योको चाहिँ युज हुन्छ। अब यतिमा चाहिँ स्मल या यु र यो चाहिँ लाग्यो भने के चाहिँ बन्छ भने हामी अब तल हेर्नेछौँ। अब यो किमा चाहिँ स्मल या चाहिँ युज भयो भने भन्छ क्या। अब यही किमा चाहिँ स्मल यु चाहिँ युज भयो भने हुन्छ क्यु, र यही किमा चाहिँ स्मल यो चाहिँ युज भयो भने हुन्छ क्यो। कि प्लस यो क्यो, कि प्लस या क्या। त्यसै गरी सी प्लस या स्या, सी प्लस यु स्यु, र सी प्लस यो स्यो। सीमा चाहिँ यसरी युज चीमा चाहिँ स्मल या यु र यो चाहिँ युज भयो भने ची प्लस या च्या, ची प्लस यु च्यु, र ची प्लस यो च्यो। त्यसै गरी नेमा युज भयो भने न्या नु नो, र हिमा चाहिँ युज भयो भने ह्या हु ह्यो, र मिमा चाहिँ युज भयो भने म्या म्यु मो, र रिमा चाहिँ युज भयो भने ऱ्या रि र रु हुन्छ। त्यसै गरी जुन फोर्थ रुल चाहिँ हाम्रो रहेको छ त्यो चाहिँ रहेको छ स्मल चु सानो चु। अब यो जुन स्मल चु जुन छ त्यो कुनै पनि वर्डको त्यो बिचमा छ भने त्यो प्रोनाउन्सिएसनमा चाहिँ यहाँनिर डिफ्रेन्ट आउँछ। चु चाहिँ यहाँनिर प्रोनाउन्स चाहिँ हुँदैन, तर लेख्दा चाहिँ लेखिन्छ। जस्तो कि यहाँनिर पोके र यहाँनिर चाहिँ स्मल चु युज भयो भने र तो युज भयो भने के हुन्छ भने पोके तो हुन्छ। तर लेख्न चाहिँ स्मल चु लेखिन्छ, तर पोके तो हुन्छ पोके तो। यो चाहिँ चु चाहिँ त्यहाँनिर यो प्रोनाउन्समा चाहिँ यो चु चाहिँ आउँदैन, तर लेख्न चाहिँ लेखिन्छ। पोके चु प्लस तो पोके तो। चिके चु प्लस तो चिके तो। पे स्मल चु र तो पेतो। सो यसको यो चाहिँ यसरी हुन्छ। सो अब साथै भिडियोलाई चाहिँ लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, र अब चाहिँ यो च्यानलमा चाहिँ सबै वर्ड मिनिङ्सहरू चाहिँ आउने गर्छ, भोकाबुलरीहरू र त्यसपछि ग्रामर्सहरू। पहिला चाहिँ सबै N5 र N4को चाहिँ भोकाबुलरीहरू आउनेछ। सो च्यानल चाहिँ सब्सक्राइब गरेर राख्नुहोस्। सो थ्याङ्क यू फर वाचिङ।